तपाईँ पनि आफ्नो मनको सबैभन्दा गहिरो पीडा साथीसँग बाँड्नुहुन्छ। एकपटक यो भिडियो पुरा हेर्नुहोस् है। कहिलेकाहीँ हामीलाई लाग्छ मन हल्का हुन्छ भनेर आफ्नो व्यक्तिगत सम्बन्धका कुरा अथवा आफ्नो व्यक्तिगत पीडा आफ्नो सबैभन्दा नजिकको साथीलाई सुनाउँछौँ। प्राय गरी अझ के हुन्छ भने हामी अलिकति ओभरथिङ्क गरिरहेको बेला, हाम्रो एङ्जाइटीको अथवा डिप्रेसनसँग जुधिरहेको बेला हामी यो गल्ती गरिरहेका हुन्छौँ। त्यतिखेर मनको पीडा यति भारी हुन्छ कि कसैलाई बिसाउन पाए, कसैलाई भन्न पाए अलिकति सजिलो हुन्थ्यो कि भन्ने लाग्छ, विशेष गरी आफ्नो सबैभन्दा मिल्ने साथीलाई। र सुरुमा त उनीहरूले पनि के भन्छन् भने म छु, मलाई सेयर गर, आफ्नो मनमा पीडा राख्नु हुँदैन। सही कुरा पनि हो, हामी सेयर गर्छौँ, सबै कुरा उखल्छौँ, आफ्नो व्यक्तिगत सम्बन्धका समस्या, आफ्नो व्यक्तिगत पीडा सबै कुरा भन्छौँ, किनकि हामीलाई विश्वास लाग्छ साथीहरूले धैर्यपूर्वक सुनेका पनि हुन्छन् सुरुमा। तर कहिलेकाहीँ समयसँगै सबै कुरा बदलिन पनि सक्छ। साथीले तपाईँलाई सुन्न छोड्न सक्छ, तपाईँलाई सोध्न छोड्न सक्छ कि तिमी अहिले कस्तो छौ, तिम्रो मनको पीडा कस्तो छ, तिमीलाई ठिक छ, सोध्न छोड्छ। कतिपयले तपाईँका कमजोरीहरू अरूलाई सुनाउन पनि सक्छ। कतिपयले त तपाईँलाई कस्तो सधैँ नेगेटिभ सोच्ने, ओभरथिङ्क गर्ने अथवा इमोसनली डिपेन्डेन्ट भएको व्यक्तिको रूपमा हेर्न सक्छ, किनकि सायद उनीहरूलाई तपाईँको सम्बन्धको एउटा पाटो मात्रै थाहा थियो अथवा तपाईँको पीडाको एउटा पाटो मात्रै थाहा थियो, तपाईँको पुरा जीवन त थाहा थिएन। तपाईँलाई झन् बढी पीडा हुन्छ, तपाईँको एङ्जाइटी झन् बढी बढ्न थाल्छ, तपाईँ ओभरथिङ्क गर्न थाल्नुहुन्छ। फेरि लाइक मैले किन भने होला तिनीहरूलाई, मैले किन सेयर गरेँ होला आफ्नो पर्सनल कुरा, झन् पीडा हुन्छ। हेर्नुहोस् त, जब तपाईँलाई त्यस्तो पर्छ र तपाईँ फेरि एङ्जाइटीमा जानुहुन्छ नि, त्यतिखेर तपाईँ सम्झिनुहोस् तपाईँ गलत हुनुहुन्थेन। त्यो बेला जब तपाईँले सेयर गर्नुभएको थियो तपाईँ गलत होइन, तपाईँ केवल पीडामा हुनुहुन्थ्यो। तपाईलाई कसैले मेरो कुरा निष्पक्ष रूपमा सुनिदियोस् अथवा मलाई केही टिप्स दियोस् अथवा मलाई केही सहयोग गरोस् भन्ने लागेको थियो नि त, त्यसैले तपाईँले सेयर